आज मैले साँधेको च्याउको रेसिपी लिएर आएकी छु। यो बनाउन नि सजिलो, खाँदा नि मिठो हुन्छ। नमस्ते, यहाँहरूलाई स्वागत छ मेरो युट्युब च्यानल शान्ता किचनमा। मैले यहाँ च्याउ, मसिनो गरेर काटेको धनियाँ, लसुनको पात, लाम्चो गरेर काटेको अदुवा लसुन, प्याज, खुर्सानी लिएकी छु। सबैभन्दा पहिला च्याउलाई सफा गर्नुपर्छ। च्याउ सफा गर्नको लागि मैले तातो पानी लिएकी छु। तातो पानी 2 मिनेट जति राख्नुपर्छ। 2 मिनेट निभाइसके। अब म पानी निचारेर फाल्छु। हेर्न सक्नुहुन्छ हजुरहरूले मैले यसरी पानी फालेकी छु। हजुरहरूले नि भिडियोमा देखाए जसरी नै फाल्न सक्नुहुन्छ। हेर्न सक्नुहुन्छ हजुरहरूले मैले च्याउबाट पानी निकालिसकेँ। अब म च्याउ फ्राई गर्नेतिर लागेँ। त्यसको लागि मैले ग्यास बालेर कराई बसालेँ। कराई तातिसकेपछि तेल राखेँ। तेल तातिसकेपछि च्याउ राखेँ। च्याउ राखिसकेपछि चलाउँदै भुटेँ। च्याउ पकाउँदा चाहिँ ग्यास सानो गरेर पकाउनुपर्छ, नत्र डढ्छ। चलाइसकेपछि 2 मिनेट फ्राई हुनको लागि छोड्देँ। हेर्न सक्नुहुन्छ फ्राई भइसकेको छ। अब म चलाएर ग्यास बन्द गर्छु। अब म निकालेर एउटा भाँडामा राख्छु। च्याउ सेलाइन्जेल ग्यास बालेर पेन बसाल्छु। पेनमा टमाटर राख्छु। टमाटर राखिसकेपछि पानी राखेर ढाकेर पाक्नको लागि छोडिदिन्छु। हेर्न सक्नुहुन्छ टमाटर नि पाकिसक्यो। अब म यसलाई खलमा राखेर पिन्छु। हजुरहरूसँग खल छैन भने सिलौटोमा पिन्दा नि हुन्छ। यसलाई साह्रै मसिनो गरेर पिन्दा नि पर्दैन। हेर्न सक्नुहुन्छ मैले पिनेर नि सकिसकेँ। अब म पेन बसाल्छु। पेन तातिसकेपछि तेल राख्छु। तेल तातिसकेपछि मेथी फुराउँछु। मेथी फुरिसकेपछि अदुवा लसुन राखेँ। अदुवा लसुन राखिसकेपछि चलाउँदै फ्राई गरेँ। अदुवा लसुन फ्राई भइसकेपछि खुर्सानी फुराएँ। खुर्सानीलाई चलाउँदै फ्राई गरेँ। खुर्सानी फ्राई भइसकेपछि बेसार र खुर्सानी राखेँ। पिरो खानुहुन्न भने दुलो खुर्सानी नराख्दा नि हुन्छ। खुर्सानी राखिसकेपछि चलाएँ। चलाइसकेपछि ग्यास बन्द गरेँ। अब म अचार बनाउनुतिर लागेँ। त्यसको लागि च्याउमा अघि पिनेर राखेको टमाटर राखेँ। त्यसपछि प्याज, लसुनको पात, धनियाँ राखेँ। धनियाँ राखिसकेपछि चुक राखेँ। हजुरहरूले चाहिँ कागती राख्न सक्नुहुन्छ। चुक राखिसकेपछि अघि तताएर राखेको तेल राखेँ। तेल राखिसकेपछि स्वाद अनुसार नुन राखेर मोलेँ। च्याउमा चाहिँ मसला लाग्ने गरेर मोल्नुपर्छ। मैले यहाँ मोली पनि सकेँ। त्यसपछि मैले मसला राखेँ। हजुरहरूलाई राख्न मन छैन भने नराख्दा नि हुन्छ मसला। मसला राखिसकेपछि फेरि मोलेँ। हाम्रो साँधेको च्याउ पनि रेडी भइसक्यो। यसलाई हजुरहरूले भातसँग नि खान सक्नुहुन्छ कि चिउरासँग नि खान सक्नुहुन्छ। यदि हजुरहरूलाई भिडियो मन परेमा लाइक, कमेन्ट, सेयर, सब्स्क्राइब गरिदिनु होला।